धेरै खाने भने क्या थोरै थोरै वेट लस कसरी गर्ने भात नखाने सिम्पल छ तर लास्टै छिटो वेट लस हुन्छ नि खाना खाएन भने भात चाहिँ खाएन भने यस्तो राम्रो मेकअप गर्ने फिल्टर खोप्ने अरू के साइडमा फर्केर पानी खान के ड्रामा सिकाएर मैले के ड्रामा हेर्दैन कहाँ बस्छु घरमै बस्छु अन्त फलफुल चोक आउनु खाँदा जाम्रे ल कहिले एउटा कुरा गर्दैन कहिले नि के गर्दैन लोटसलाई चिन्नुहुन्छ फ्लावर भात नखाने के भात नखाने फ्रम नवलपुर तपाईँको आँखा बाङ्गो हो र सबै बाङ्गो छ्या कस्तो गर्मी भइरहेको मलाई कस्तो पऱ्यो म आम त आदर्श आऊ न लिची लिएर आऊ न वर्कआउट गर्ने भन न वेट लसलाई वर्कआउट गर वर्कआउट मात्रै गरेर हुँदैन खाना पनि डाइटिङ गर सोमाक अब म घर आउँछु जिम गएर एसी अन गरे पनि मलाई गर्मी भइरहेछ क्या एसीको टेम्परेचर कम गर अरे कम गर नगरेरै होला 25 मा छ नि त्यही भएर त तातो 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 छ योभन्दा कति गर्छौ अरे पेट घटाउने के पेटको मासु घटाउने के यहाँ जिम गर्न सक्छौ अरे के चाहिँ सक्दिनँ भन्न सकिहाल्छु नि कपालले नि होला कि मलाई गर्मी भयो इट मिन्स यु आर टु हट खोइ मलाई मात्र गर्मी भइरहेछ म हट भइरहे होला यसले भएको छैन मासु छ हौ यति धेरै छ नारुतो थ्याङ्क यू टी सर्ट खोला न गर्मी भयो पागल हो घटाउनु पर्यो यतिकै राख्नु सुपरस्टार जस्तै माई ट्विन सिस्टर अल्छी जिम इम्पोसिबल गरेर देखाउँछु अनि थाहा पाउँछस् मेरो टेम्परेचर कसरी टेस्ट गर्छ तपाईँले अर्को टी सर्ट लगाउनु यार गर्मी पऱ्यो यो क्रममा गर्मी भइरहेछ कस्तो लगाउनु भने मैले फ्रम नवलपुर ऐसे ना जाओ पिया एसी डुप्लिकेट होइन यार अति भन्यो तिमीहरू लुका सरी अफ गरिरहेको छु मैले लु अब चाहिँ चिसो हुन्छ तिम्रो मुस्लिम बोयफ्रेन्ड छ र रे मुस्लिम छ हिन्दू छ क्रिस्चियन छ सबै एउटा एउटा छ छ्या फ्ल्याट बेड राम्रो हुँदैन या कस्तो प्रब्लम हुन्छ त्यो
ब्युटिफुल हेलो कैसी हो मैं ठीक हो स्किन केयर रुटिन र स्किन केयर गर्दिनँ क्या म यही हेयर डल्लो आएछ फेरि तिम्रो डिभोर्स भएको अरे हो नि बिग फ्यान थ्याङ्क यू ये तो गया